हुन्छ। नेपाल व्यवस्थापन सङ्घद्वारा आयोजित आजको यस फ्राइडे म्यानेजमेन्ट टक प्रोग्राममा उपस्थित यहाँहरू सम्पूर्णलाई म नेपाल व्यवस्थापन सङ्घको महासचिव यस कार्यक्रमको संयोजकको तर्फबाट यहाँलाई हार्दिक स्वागत र एवं नमस्कार गर्न चाहन्छु। र आजको हाम्रो कार्यक्रमका प्रमुख अतिथि वक्ताज्यू, नेपाल व्यवस्थापन सङ्घका पूर्व अध्यक्षज्यू, अन्य विशिष्ट व्यक्तिहरू आज हाम्रो विशेष रूपमा रेवत कार्की सचिन डाक्टर साहब पनि हुनुहुन्छ र नेपाल व्यवस्थापन सङ्घका आजीवन सदस्यज्यूहरू, साहसी सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूमा म एकपल्ट पुनः हार्दिक स्वागत तथा अभिवादन फेरि पनि मैले गर्न चाहे। हामी सबैलाई थाहा छ नेपाल व्यवस्थापन सङ्घले विभिन्न विषयहरूमा हामी छलफल गर्ने, त्यस क्षेत्रका सम्बन्धित क्षेत्रका व्यक्ति जानकार र विज्ञलाई ल्याएर त्यसको छलफल गर्ने र त्यसका केही निचोडहरू निकाल्ने र त्यसका अभिलेख गर्ने र केही मात्रामा हामी सम्बन्धित क्षेत्रमा घचघच्याउने काम हामीले गरिरहेको अवस्था हो। र यसै सन्दर्भमा पनि आज हामीले एक विशेष विषयलाई हामीले उठान गर्न गइरहेको छौँ। हामी सबैलाई थाहा छ, खास गरी अन्य विकसित राष्ट्रहरूमा जस्तै नेपालमा पनि एउटा सार्वजनिक खर्चलाई समृद्धिको द्योतक र जनताको जीवनस्तर वृद्धि गर्ने एउटा उत्प्रेरक तत्त्वको रूपमा अथवा माध्यमको रूपमा चाहिँ हामी लिएका छौँ। र खास गरी संविधानको मर्म, संविधानको भावना, संविधानको बाचा, समृद्धिको मुद्दा र 2030 सम्ममा नेपाल एउटा समग्र दिगो विकासको लक्ष्यमा पुग्ने यी विविध कार्यहरूको लागि पनि, यसको भूमिकालाई निर्वाह गर्नको लागि पनि यो सार्वजनिक खर्चले ठुलो महत्त्व राख्छ र यो देशको अर्थव्यवस्थाको लागि एउटा अत्यन्तै महत्त्वपूर्ण पनि रहेको छ। र यसमा कुनै पनि खर्चहरू, चाहे त्यो तत्कालमा गरिने खर्चहरू होस् अथवा पछि एउटा लामो समयसम्मको लागि गर्ने खर्चहरू होस्, त्यो सबै कुराहरू चाहिँ यसमा समावेश भएको हामी पाउँछौँ। र यसमा खास गरी अहिले हेर्ने भने कुल गारस्थ उत्पादनको यानि कि ग्रस डोमेस्टिक प्रोडक्ट GDP को 25 देखि 30 सम्मको हाराहारीमा रहेको भनेर चाहिँ डेटाहरू चाहिँ देखाउँछ। यो कुराहरूमा नेपालमा सार्वजनिक खर्चको अहिलेको हाम्रो अवस्था कस्तो छ र सार्वजनिक खर्च हाम्रो कति मात्रामा हुन सकेको छ कि छैन र सार्वजनिक खर्चलाई प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्नको लागि हाम्रा अप्ठ्यारा र चुनौतीहरू के छन् र अबको दिनमा सार्वजनिक खर्चलाई बढीभन्दा बढी प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्नको लागि हामी कसरी कहाँबाट अगाडि बढ्नुपर्छ र यसका हाम्रा नीतिगत अप्ठ्याराहरू कहाँ छन्, हाम्रा संरचनागत समस्याहरू कहाँ छन् र अबको दिनमा हामीले कहाँबाट सुरु गर्छौँ। मूलतः यिनै विषयवस्तुहरूमा आज हामी छलफल गर्नेछौँ। र यो छलफल गर्नको लागि हजुरहरू सबैलाई थाहा छ र हाम्रा विशेष आज अतिथि वक्ताको रूपमा मैले निम्त्याएको छु र उहाँले हाम्रो आग्रहलाई सहर्ष स्वीकार गरेर आइ पनि सक्नु भएको छ। उहाँ हुनुहुन्छ डाक्टर दिल्लीराज खनाल। अब धेरै यो परिचय गराइरहनुपर्ने नाम पनि छैन, आफ्नोमा यो नाम एउटा सार्वजनिक नाम पनि हो र उहाँ सार्वजनिक खर्च पुनरावलोकन आयोगको अध्यक्ष भएर नि उहाँले काम गरिसक्नु भएको छ। प्रतिवेदन पनि गइसकेको अवस्था हो धेरै अगाडि र हालमा यसका अवस्थाहरू के छ, मूलतः यिनै विषयवस्तुमा हामी छलफल गरौँ। हाम्रो समय डाक्टर साहबलाई म करिब आधी घन्टा जस्तो डाक्टर साहबलाई दिन्छु, 25 मिनट आधी घन्टा जस्तो, र बाँकी रहेको समय चाहिँ हामी अत्यन्त एउटा महत्त्वपूर्ण मिनिङफुल डिस्कसनबाट चाहिँ हामी गर्नेछौँ। र अहिले हाम्रो समय 13:27 भएको छ र करिब हामी 8:30 सम्ममा कार्यक्रमलाई गरेर अनि हामी तपाईँ बिदा गर्नेछौँ। र अबको समय मैले डाक्टर साहबलाई राख्न चाहेँ। अब हामी सबै अत्यन्तै जिम्मेवार, हामी एकदम यहाँ व्यावसायिक प्रोफेसनल व्यक्तित्वहरू हुनुहुन्छ। सबैले यसलाई ध्यानपूर्वक सुनिदिनु होला। अलिकति आफ्नो मोबाइलहरूलाई चाहिँ अब सकेसम्म स्विच अफ गर्नु भएन भने पनि एउटा साइलेन्ट मोडसम्म राखौँ र मेसेजहरू आइहाल्यो भने पनि त्यसलाई त्यसरी नै रिप्लाई गर्ने गरौँ। र हामी जति उपस्थित भएका छौँ यसलाई हामी अत्यन्त कार्यक्रमलाई एउटा मिनिङफुल अर्थपूर्ण बनाऊँ र साथीहरू आउने क्रम पनि अझै जारी नै छ। हामी एउटा सङ्ख्याभन्दा नि क्वालिटीमा विश्वास गर्छौँ। वी मोर बिलिभ अन द क्वालिटी अडियन्स। र यहाँ सबै एउटा समझदार व्यक्तिहरू हुनुहुन्छ। म फेरि पनि स्वागत गर्दै अबको समय मैले प्रस्तावलाई दिन चाहेँ र औपचारिक रूपमा भन्दा आजको कार्यक्रमको मैले अध्यक्षता ग्रहण गरिदिनको लागि चाहिँ नेपाल व्यवस्था सङ्घका हाम्रो पूर्व अध्यक्ष हाम्रो सरलाई, अजित सरलाई चाहिँ मैले हार्दिक अनुरोध पनि गर्छु। हुन्छ कार्यक्रमका अध्यक्ष ज्यू, महासचिवज्यू तथा यो कार्यक्रमका प्रोग्रामका संयोजकज्यू डाक्टर कार्की, यो यो अन्तर्क्रियामा उपस्थित हुनुभएका सम्पूर्ण म्यान्सहरू सम्बन्धित
अब यो मेरो दोस्रो हो, त्यसैले मलाई पनि सम्झेर फेरि आफ्नो केही होइन ज्ञान गुणका कुरा अनुभवका कुरा यो खालि यो अनौपचारिक हिसाबले नै जाउँ, बिचबिचमा पनि रस चाहिँ छलफल गरौँ भन्ने लाग्छ। इन्ट्रेस्टिङ यो सोध्नु कस्तो पऱ्यो भने उहाँले यस्तो बेलामा छापामा इनएफिसियन्सी एफिसियन्सीसँग पुरा बजारमा ती छापाहरू भरिएका छन्। पार्लियामेन्टको लेखा समितिको उपसमितिले एउटा लाइभ हुन्छ, फेसबुक लाइभ हो, एउटा रिपोर्ट दिएको छ। त्यसैले त्यो हिसाबले पनि यो अलि सान्दर्भिकै हुन्छ भन्ने मलाई लाग्छ। म चाहिँ खास गरी यो एफिसियन्सीसँग जुन मलाई टपिक दिएको छ, सार्वजनिक खर्चको एफिसियन्सी, दक्षता, अभिवृद्धि, यसका चुनौती र अनि त्यसपछि अबको बाटो नेपालीमा मैले रूपान्तरण गर्दै थिएँ भन्ने चाहिँ हो। त्यसैमा म चाहिँ अलिकति यो एफिसियन्सी के हो त भन्दाखेरि यसको बारेमा इन्डियन एफिसियन्सीसँग सम्बन्धित चाहिँ वाट्सएप स्टेप्स होइन ब्लोसकै लिङ्क भएर थाहा छ नेपालमा के लिइएको छ। उहाँले अब अलिकति भन्नुपर्दा भन्नुभयो वेयर वी स्ट्यान्ड नाउ, र त्यसपछि आएर अलिकति वे फरवर्डको छोटो आउँछ। अलिकति आफूलाई लागेको छलफललाई अलिक स्टिमुलेट गर्ने हिसाबले म चाहिँ यहाँ आउँछु। मेरो एउटा डिस्कसन पेपर भर्खरै मेरो विथ कल्पनाजी निक्लिएको छ, एउटा कसैले हेर्नुवासी छ, त्यो चाहिँ इम्प्रुभिङ पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट इन नेपाल भन्ने PRIले वेबसाइटमा पनि छ। र फेरि यही टपिक्समा हामी रिसर्च गरिरहेको छौँ, इफेक्टिभनेस एन्ड एफिसियन्सी एन्ड इफेक्टिभनेस अफ पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट। त्यो छलफलकै क्रममा छ। किताब निस्कियो, छलफल निक्लिन्छ, PRबाटै निक्लिन्छ, त्यो हामी अध्ययन क्रममा छौँ। त्यो अलिअलि गर्दै गरेको त्यो अनुभवलाई पनि म अलिकति यहाँ जोडेर यहाँ आउँछु। हामीलाई थाहा छ म पब्लिक एक्सपेन्डिचर एफिसियन्सी भन्दा बित्तिकै भन्नै पऱ्यो, पर युनिट अफ पैसा खर्च गर्दाखेरि त्यसले कति होइन आउटपुट दिन्छ, त्यसलाई अझ हेर्दाखेरि त फेरि आउटकम कति, त्यसको इम्प्याक्ट के भनेर हेरिन्छ। तर एपारेन्टली भन्दा जस्ट क्विकली हामी एफिसियन्सी भन्दा तपाईँको मिनिमम खर्च गरेर बढी प्रतिफल रिटर्न चाहिँ कति लिने इन टर्म्स अफ मेजरमेन्ट भन्नुभयो भने इनपुट एन्ड आउटपुटको कुरा हुन्छ। त्यसैले त्यो एफिसियन्सी पब्लिक एक्सपेन्डिचरको भन्ने चाहिँ त्यो आफैमा हो। र अब मैले अलिकति ब्याकग्राउन्डमा भन्नुभएको जस्तो मलाई लाग्छ नेपालको सन्दर्भमा यसको चाहिँ नि धेरै महत्त्व हुन्छ। दुई हिसाबले एक त हामी जुन किसिमको अवस्थामा छौँ, सरकारको बजेटरी सिस्टमको पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट सिस्टमको अथवा ओभरअल इकोनोमीको जुन हामी अवस्थामा छौँ त्योको हिसाबले, र एट द सेम टाइम चाहिँ जुन किसिमको अझ रिसेन्टली जुन ढङ्गले चाहिँ रिसोर्स कन्स्ट्रेन्ट सरकारलाई तलब खुवाउन पनि नहुने, अझ शिक्षकको माग पुरा गऱ्यो भने 1 खरब एडिसनल लायबिलिटी चाहिँ सरकारलाई थपिने एउटा अवस्था स्थिति छ। एट द सेम टाइम त्यो मात्रै नभएर त्यो मिटर ब्याजदेखि लिएर कोअपरेटिभको मुद्दादेखि लिएर त्यसलाई डिसास्टर अनि अर्थक्वेकबाट सम्बन्धित पीडितहरू भने डाइरेक्टली अहिले जुन अनगोइङ चाहिँ खर्च छ त्यसबाहेक लाइटली भन्यो भने पनि यति धेरै लायबिलिटी दायित्वको चाहिँ स्थिति छ। त्यसबाट उनीहरूले पनि मलाई लाग्छ कि यो एफिसियन्सी थोरै पैसा होइन कसरी धेरै जाने अलि राम्रोसँग म्यानेज गरेर लिएर जाने भन्ने कुरा गिभेन द रिसोर्स कन्स्ट्रेन्टको हिसाबले यो ज्यादै महत्त्वपूर्ण छ भन्ने लाग्छ। र अझ यसलाई अलिकति म्याक्रो लेभलबाट जोड्न खोज्यो भने हामी टोटल फ्याक्टर प्रोडक्टिभिटीसँग जस्तो एकछिनको लागि ग्रोथको कुरा गऱ्यौँ भने ग्रोथका दुईवटा मेजर कम्पोनेन्ट, एउटा इनपुटको कुरा हुन्छ लेबर ल्यान्ड एन्ड देन क्यापिटल होइन, अनि त्यसपछि अर्कोतिर आयो भने टोटल फ्याक्टर प्रोडक्टिभिटी। र कुनै पनि कन्ट्रीको ग्रोथलाई सस्टेन गर्ने अथवा त्यसलाई क्वालिटी ग्रोथलाई इन्हान्स गर्ने हो भने तपाईँले कुनै पनि देशको हामीले हेर्नुहोस् एसियन कन्ट्रिजको नट टु टक अबाउट वेस्टर्न क्यापिटलिस्ट अथवा वेस्टर्न डेभलप कन्ट्रिजको कुरा गरिकन कुनै पनि इमर्जिङ कन्ट्रीको पनि हामीले हेऱ्यौँ भने उनीहरू त्यही हिसाबले सफल भएको छ जुन बेलामा उनीहरू टोटल फ्याक्टर प्रोडक्टिभिटी आइरहेछ। र त्यसको अन्तर्सम्बन्ध फेरि के हो भने तपाईँको क्वालिटी इन्फ्रास्ट्रक्चरको कुरा, क्वालिटी ह्युमन रिसोर्स डेभलपमेन्टको कुरा, क्वालिटी इन्स्टिट्युसन्स
गभर्नेन्सका कुराहरू अनि त्यो इनोभेसन टेक्नोलोजी डेभलपमेन्ट सारा कुराको एउटा जोड भनेकै टोटल प्रोडक्टिभिटी र आम रूपमा यसको सिङ्गो भनेको भेरी एफिसियन्सी छ। तपाईँले जति एफिसियन्टली चाहिँ रिसोर्सको युज गर्नुहुन्छ त्यति तपाईँले चाहिँ फ्याक्टर प्रोडक्टिभिटी हाई गरेर गर्नुहुन्छ, त्यो गर्न सक्नुहुन्छ। त्यो हिसाबले पनि चाहिँ यसको महत्त्व छ भन्ने मलाई लाग्छ र त्यही महत्त्वकै कारण रिसोर्सलाई बढी एफिसियन्टली युज गर्नुपर्छ भन्ने कारणले मलाई लाग्छ कि अब सबैले पनि हेर्नु भएको छ यसको लिड वास्तवमा ओइसिडीले होइन, लेड बाई ओइसिडीले धेरै पहिलेदेखि दे ट्राई टु हाउ टु इन्हान्स पब्लिक एक्सपेन्डिचर चाहिँ एफिसियन्सी सिस्टम थुप्रै मोडलहरू एक्सपेरिमेन्टहरू चाहिँ गर्दै आएको र अब नेपालकै सन्दर्भमा हामीले हेऱ्यौँ भने धेरै पछाडि गइकन स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्रामसँग यहाँ कति त डाइरेक्टली इन्भल्भ पनि हुनुभएको छैन, मलाई थाहा छैन। प्रोग्राम बजेटिङको कुरा द्याट वाज स्टार्टेड एट द्याट टाइम भनेको 1980s को लेफ्ट म्यानेज गर्नुभयो होइन। त्यो प्रोग्राम ठाकुरनाथ निर्भर हुन्थ्यो, तपाईँ जानुभयो भने ठाकुर कतिजना जानु बित्नुभयो होइन, डाइरेक्टली मलाई स्टिल त्यो एज ए पार्ट अफ चाहिँ नि पब्लिक एक्सपेन्डिचर इम्प्रुभमेन्टको कुरा चाहिँ प्रोग्राम बजेटिङसँग चाहिँ तर पछि आयो स्पेसली 1990s मा आउँदाखेरि तपाईँको यो पर्फर्मेन्स बजेटरी सिस्टम सबभन्दा मोर पपुलर एन्ड मोर युजफुल भनेर चाहिँ पर्फर्मेन्स बजेटरी सिस्टम भनेर चाहिँ आयो र अहिले पनि ग्लोबली यसलाई जोडेर त्यो बजेटरी सिस्टम पनि चाहिँ र त्यो पर्फर्मेन्स बजेटरी सिस्टम भनेकै अथवा त्यो अगाडि सारेकै इन्ट्रोड्युस गरेकै मूल कुरा के हो भने एक्सपेन्डिचर एट द म्याक्रो लेभल, एट द सेक्टरल लेभल, एट द माइक्रो लेभल तिनै तहमा कसरी एफिसियन्ट होइन तपाईँको ओभरअलमा चाहिँ पब्लिक एक्सपेन्डिचरको एफिसियन्सीलाई कसरी इन्हान्स गर्ने भनेरै चाहिँ आएको हो र त्यसैसँग जोडिएर पछि आएर चाहिँ अनि पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट भन्ने चाहिँ यसमा जोडेर आयो। पब्लिक म्यानेजमेन्ट भन्दा बित्तिकै यहाँ हामी सबैलाई थाहा छ त्यसका तिनवटा मेजर डाइमेन्सनहरू पाटाहरू छ। एउटा फिस्कल ब्यालेन्सको कुरा विच इज लिङ्क टु म्याक्रो इकोनोमिक स्टेबिलिटी कुरा आयो एन्ड देन रिसोर्स एलोकेसन एफिसियन्सी एन्ड देन चाहिँ अपरेसनल एफिसियन्सी जस्तो तपाईँको प्रोजेक्टको ओभरअल इकोनोमीको बजेटरी म्यानेजमेन्टको अनि फिनान्सियल म्यानेजमेन्टका कुराहरू चाहिँ यहाँ जोडिएका छन् होइन जोडिएका छन्। त्यसरी तपाईँको यो पर्फर्मेन्स बजेटिङको कुरा आयो, त्यसभित्र सुरुमा मैले भने जस्तो पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्टको कुरा आयो अनि देन फलोड बाई 2000 मा आइसकेपछि अनि देन चाहिँ यसमा फिनान्सियल डाइमेन्सन अनि डेब्टका इस्युजहरू अनि त्यसको फ्युचर फिनान्सियल अब्लिगेसन चाहिँ के हुन्छ अनि बजेट कसरी एफिसियन्सी चाहिँ फिनान्सियल म्यानेजमेन्टमा एफिसियन्सी ल्याउने अथवा तपाईँको अडिटको कुरा होइन, खर्चको कन्ट्रोलको कुरा, इन्टरनल एज वेल एज एक्सटर्नल अनि त्यो डिस्ट्रिमिनेसन गरेर बाहिर रिपोर्टिङ गर्ने कुरा होइन, रिपोर्टिङ अनि त्यो इन्टरनल अडिट एन्ड कन्ट्रोल एन्ड देन एक्सटर्नल अडिट त्यसलाई जोडेर फिनान्सियल म्यानेजमेन्टका कुराहरूलाई चाहिँ बढी चाहिँ फोकस गर्नुपर्छ भनेर त्यसपछि एज ए पार्ट पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट एन्ड देन पब्लिक फिनान्सियल म्यानेजमेन्टको कुरा आइरहेको छ र हामीले हेऱ्यौँ भने नेपालको सन्दर्भमा अब पब्लिक फिनान्सियल म्यानेजमेन्टको त यो चौथो पाँचौँ होइन प्रोजेक्ट द्याट इज फन्डेड बाई वर्ल्ड ब्याङ्क चलिरहेको छ अनि अब यसमा भित्र पनि अझ हामीले चाहिँ भने अझ थप रूपमा आएर म धेरै पछाडि जान्न पोहोर पनि हामीले चर्चा गरिहाल्छौँ बजेटको छलफल गर्दाखेरि अनि यो पिआरएसपीसँगै पोभर्टी रिडक्सन स्ट्राटेजी पेपर जुन छ 21 सुरुमा विच इज प्लान 10th प्लान भनेर हामीले ल्यायौँ त्यस बेलामा चाहिँ त्यो आउने क्रमसँगै चाहिँ अनि यो मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क त्यसको अन्तर्सम्म भएको एफिसियन्सी पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट त्यसभित्र हामीले सबै धेरै लामो जान्न खालि एउटा रेफरेन्सको लागि त्यसको भने इनपुटको होइन आउटपुटको आउटकम अनि इम्प्याक्ट त्यस कुरामा तपाईँको के भने त्यो इन्ट्रा सेक्टरभित्र पनि प्रोजेक्टको व्यापक रूपमा स्क्रिनिङ गर्नुभयो बेस्ड अन भेरी स्ट्रङ भेरी रोबस्ट क्राइटेरिया होइन द्याट रिलेट्स टु कति इनपुट गर्दा बित्तिकै कति आउटकम हुन्छ अझ पोटेन्सियली त्यसले दिने इम्प्याक्ट के हो भन्ने कुरालाई
हेरेर गर्नुपर्छ भनेर चाहिँ तपाईँको यो मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क आएर त्यसको अन्तर्सम्बन्ध पनि ठ्याक्कै चाहिँ एफिसियन्सीसँग जोडिएको छ। यसरी र अनि हामीले हेऱ्यौँ भने यहाँ धेरै जान्न तपाईँले हेर्नुभयो भने थुप्रै कानुनका सुधारका कुरा कानुनका भित्रहरूमा जान्न यसमा सबभन्दा अझ रिलेभेन्ट के हो फाइनेन्सियल प्रोसिड्युर है फिस्कल रेस्पोन्सिबिलिटी जुन एक्ट आयो 2019मा त्यो डाइरेक्टली त्यसको अन्तर्सम्बन्ध ट्रान्सपेरेन्सीका कुराहरू एकाउन्टेबिलिटीका कुराहरू फाइनेन्सियल कन्ट्रोलका कुराहरू अनि त्यसपछि आएर बजेटलाई आम रूपमा त्यो इम्प्रुभमेन्ट गर्ने कुराहरू सबै चाहिँ मेजर इलिमेन्टहरू चाहिँ त्यसमा जोडिएको छ। यसरी यहाँसम्म हामी आइपुग्दाखेरि भेरियस कानुनहरू अझ यो पुरा चाहिँ त्यो पेमेन्ट सिस्टमलाई डिजिटलाइजेसन गर्ने अनि त्यसपछि आएर तपाईँको यो के भन्छ यो मिनिस्ट्री वाइज के अरे यो के भन्छ यो एलएमबिआइएसको कुरा त्यो प्रोभिन्स लेभलमा अनि लोकल लेभलमा सूत्रका कुरा त्यसपछि आएर डेलिभरी जुन हामीले चाहिँ रिपोर्टिङहरू भन्छ त्यो पनि द्याट इज पार्ट अफ थुप्रै कुराहरू यहाँ 10वटा होइन पब्लिक एसेट म्यानेजमेन्ट सिस्टमका कुराहरू भयो अनि त्यो रेभेन्यू म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमका भयो कम्प्युटराइज गभर्मेन्ट जुन एकाउन्टिङ सिस्टमका कुराहरू डेप्ट पनि त्यसमा समावेश डेप्ट अपरेसन म्यानेजमेन्ट सिस्टमका कुराहरूदेखि लिएर अब यो पेमेन्टसँग पनि जोडिएको धेरै कुराहरूलाई डिजिटलाइज गरिएको छ र अब इन्स्टिट्युसनल पनि देयर आर सम एज ए पार्ट अफ यो फेडरल सिस्टममा चाहिँ नि छन् र त्यसको एउटा इन्स्टिट्युसनल पनि अझ त्यसको चेक एन्ड ब्यालेन्सको लागि पनि अडिटर जरुरी छ। त्यसपछि महालेखा नियन्त्रण कार्यालय छ एनपिसी मिनिस्ट्री अफ फिनान्स भयो त्यसपछि यो वित्त आयोगदेखि लिएर यसरी चाहिँ इन प्यारालल अनि कन्स्टिट्युसनल विभिन्न समितिहरू पार्लियामेन्ट्री समितिहरू यो होल काइन्ड अफ इनिसिएटिभ्स द्याट हेज बिन टेकेन भेरी एडजस्टेड तपाईँले लिटरेचर हेर्नुभयो भने भेरी एडजस्टिभली चाहिँ धेरै कुराहरूलाई बढाउन खोजिएको चाहिँ स्थिति। तर अब यो जब हामी इनिसिएटिभ्सको कुरा त अल्टिमेटली त्यसको गोल र एम भनेर त्यसको आउटकम र इम्प्याक्टको कुरा हेर्दाखेरि चाहिँ सबभन्दा प्रब्लम चाहिँ अहिलेको एफिसियन्सीको हिसाबले चाहिँ हामीले स्टिल वी हेभ नट बिन एबल टु इन्ट्रोड्युस पर्फर्मेन्स बजेट द्याट इज द क्रक्स मलाई लाग्छ त्यो हामी चाहिँ गर्न सकेका छौँ एट द म्याक्रो लेभल। अनि त्यसको इन्टर रिलेसन भन्दा बित्तिकै चाहिँ माइक्रो लेभलमा अथवा प्रोजेक्ट लेभलमा प्रोजेक्ट प्रिपेयरनेसका कुराहरू स्क्रुटिनीका स्क्रिनिङका कुराहरू होइन त्यसपछि अनि प्रायोरिटाइजेसन गर्ने कुराहरू अनि प्रायोरिटाइजेसन त्यो प्रोजेक्ट लेभलमा प्रायोरिटाइजेसन गर्ने कुराहरू एट द सेम टाइम चाहिँ तपाईँको सेक्टर लेभलमा प्रायोरिटाइजेसन गरेर अनि ओभरअल त्यसलाई एफिसियन्सीसँग जोड्ने कुराहरूमा चाहिँ मलाई लाग्छ त्यहाँ पनि हाम्रो यद्यपि अब त्यो खरिद त्यो कार्यालय पनि छ त्यसपछि डेली कसरी काम भइरहेछ हेर्ने के केन्द्र के छ सतर्कता केन्द्रदेखि लिएर होइन पार्लियामेन्ट्री कमिटीहरू सबभन्दा चाहिँ मेजर डिस्पाइट द फ्याक्ट द्याट देयर हेभ बिन सो मेनी इनिसिएटिभ्स अब अर्को कुरा सबै भन्नै परेन विभिन्न आयोगहरू बेला बेलामा बनाउने आयोगको रिपोर्टहरू तर इट्स जस्ट लाइक जिरो सम होइन अनि त्यो आयोगले दिएका सुझावहरू चाहिँ लागु नहुने 5 वर्षपछि यहाँले सुन्नुभयो होला अस्ति क्याबिनेटले एउटा सब कमिटी बनायो त्यति बेलाका रिपोर्टहरू लागु गर्ने के लागु गर्ने आफ्टर 5 इयर्स होइन अझ 5 इयर्सभन्दा पनि अझ बढी भइसक्यो होइन। त्यसैले गर्दाखेरि त्यो पनि नगर्ने र मूलतः हाम्रो प्रब्लम चाहिँ नि एक्सपेन्डिचर सेन्ट्रिक हाम्रो बजेट सिस्टम भयो र जुन हिसाबले हामी यो मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्कलाई जुन प्रेमाइसिस जुन मान्यता जुन ग्राउन्डमा हामीले चाहिँ त्यसलाई लागु गरेका थियौँ त्यो रेचुलिस्टिक अनि देयर आर टाइम्स भने चाहिँ बजेट आएपछि त्यसलाई पनि ल्याउनेसम्मका चाहिँ काम त्यसको इन्टररिलेसन अझ
के देखिन्छ भने मलाई क्षमा गर्नु होला मैले इफ आई मिस्टेकन द काइन्ड अफ त्यो रिसोर्स कमिटी जुन छ चेयर बाई एनपिसीको चाहिँ भाइस चेयरम्यान होइन गभर्नर पनि अन्य सचिव पनि लगाएको जुन छ त्यो नै स्टिल होइन यो फेरि यसको रिलेसन चाहिँ तपाईँको स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्रामदेखि द्याट वाज वान अफ द कन्डिसनल प्रोग्राम त्यो एडको कन्डिसनसँग जोडिया त्यो रिसोर्स कमिटी अलिकति नाममा फरक पर्दै गयो पनि तर द्याट वाज डोनर ड्रिभेन बेसिकली द कन्सेप्ट वाज डोनर ड्रिभेन त्यो रिसोर्स कमिटी आफैमा चाहिँ हेरेको छ हामीले यसलाई अलिकति जोडौँ कि हामीले के भने हाम्रो आयोगबाट हामीले लाइक चाहिँ मिडियम टर्म एक्सपेन्डिचर देयर सुड बी मिडियम टर्म रेभिन्यू र त्यसलाई पुरा इन्स्टिट्युसनलाइज तलदेखिमा त्यो सबै मन्त्रालयहरूबाट लिने मन्त्रालयबाट लिएर कहाँ के छ त्यसको सबै इन्फर्मेसन लिएर अनि त्यो एउटा फ्रेमवर्क नै बनाउने त्यो रोलिङ जस्तो 3 वर्ष जस्तो बनाएर गयो भने त्यसले तपाईँले रेभिन्यू प्रोजेक्सन पनि तपाईँको रियलिस्टिक हुन सक्छ अनि पोटेन्सियल फन्डको कुरा पनि अलिक मोर रियलिस्टिकली तपाईँले गर्न सक्नुहुन्छ होइन इम्पोर्टेन्टली कहाँ के प्रोजेक्ट के प्रोग्राममा कसरी खर्च भएको छ किन भएको छैन ती कति रिसोर्स ड्रेन टाइपका छन् के तिमीले डेलिभरी गरेका छ के छ ती सबै हेरेर होइन त्यसको चाहिँ बेसिसमा तपाईँले त्यसलाई कसरी रिफर्म र चेन्जतिर जान सकिन्छ भनेर हेर्न सकिन्छ भनेको चाहिँ मूलत एउटा प्रब्लम चाहिँ द काइन्ड अफ एडा चाहिँ सिस्टम द्याट इज युज त्यो अहिले पनि त्यो इन्स्टिट्युसनलाई चाहिँ ठिक ढङ्गले चाहिँ इन्स्टिट्युसनलाई चाहिँ भएको छैन त्यसले गर्दाखेरि पनि त्यो रिसोर्स जुन तपाईँको प्रोजेक्सन हुन्छ अथवा एक्सपेन्डिचर जुन प्रोजेक्सन हुन्छ त्यो रिलेटेड चाहिँ एडा हुन्छ र अझ यससँग जोडिएको अर्को पक्ष के हुनुपर्छ भने प्रत्येक मन्त्रालयमा एटलिस्ट चाहिँ नि मिडियम टर्म बजेटेड त्यो प्रोजेक्टहरूको केसरा चाहिँ केलाई आयो उनीहरूले ठिक छ टुप्पे ठिक छ कसलाई रिटेन गर्ने कसलाई हटाउने कुन चाहिँ नयाँ प्रोजेक्ट ल्याउने भनेर त्यो एउटा त्यो बजेटरी फ्रेमको बेसमा तपाईँको यो मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क गर्नु परेन यो चाहिँ रिचुअलिस्टिक छ अब यसले चाहिँ धेरै चाहिँ प्रब्लमहरू चाहिँ सिर्जना गरेको छ भन्ने मलाई लाग्छ र अब यसको अन्तर सम्बन्ध चाहिँ के हो भने कि चाहिँ अब यति तपाईँको यो क्लासिफिकेसन्सहरू यति धेरै छ अहिले त प्राइड प्रोजेक्ट एकातिर हुने ट्रान्सफर्मेन्ट प्रोजेक्टहरूको हुने छ त्यसपछि चाहिँ तपाईँको यो के अरे यो पोभर्टीसँग रिलेटेड एउटा बनाएको इन्भाइरोमेन्टसँग भनेको छ अनि फेरि स्यापसँग भनेको छ अस्ति एउटा कार्यक्रममा म चाहिँ बोल्दै थिएँ भने फेरि म त्यही कुरा चाहिँ यहाँ दोहोऱ्याउन चाहन्छु यो एउटा आइरोनी के भयो भने यु हेभ चेन्ज सो मेनी थिङ्स स्टेट रिस्ट्रक्चरिङ होइन पोलिटिकल नयाँ सिस्टममा जानु तपाईँले त्यो होल स्ट्रक्चर अफ द पब्लिक एक्सपेन्डिचर इन्क्लुडिङ तपाईँ प्रोजेक्ट्सको त्यो चाहिँ प्रोफाइल चाहिँ हेर्नुभयो भने मोस्ट अफ देम दे आर कन्टिन्यू होइन त्यो कन्टिन्युइङपट्टि र अझ त्यो इम्प्रुभिङमा हेर्दाखेरि अस्ति हाम्रो उसले त भन्नु नै भयो निर्माण प्राइड प्रोजेक्ट भन्नुभयो लास्ट विक प्राइड प्रोजेक्ट्सको मैले त्यहाँ दोहोऱ्याउनै पऱ्यो होइन उहाँले भन्नु नै भयो देयर आर प्रोजेक्ट्स जो चाहिँ तपाईँको 10 वर्षमा सिद्धिने भनेको 30 वर्ष भयो सिद्धिया छैन होइन त्यसपछि आदि पनि भयो अनि मैले त्यो पुरा कस्टिङै गरेको छु अहिले मैले भनिनँ त्यो सबै अनि चाहिँ त्यसपछि तपाईँको 6 टाइम्स 7 टाइम्स 8 टाइम्स चाहिँ त्यसको कस्ट बढ्यो स्कालरसिप होइन र केही आज बन्छन् भोलि चाहिँ तपाईँले रिपेयर र मेन्टेनेन्स गर्नुपर्छ त्यसको कसैले तपाईँले जवाबदेही चाहिँ मलाई अलिकति यस्तो डिस्मल चाहिँ इन टर्म्स अफ एफिसियन्सी प्रोजेक्ट होइन प्रोग्रामको चाहिँ यस्तो छ कि सबभन्दा आइरोनी नै के भयो भने तपाईँले ठुलो कन्ट्राडिक्सन तपाईँले एउटा स्टेट सिस्टम एउटा एक्सपेक्टेसन एउटा लिएर जाने होइन तर तपाईँले इन्टायर इकोनोमिक सिस्टम चाहिँ नि जस्ट लाइक चाहिँ विचार जो जे जसरी तपाईँले चाहिँ ड्रिभेन गर्नुभएको छ पुरा चाहिँ तपाईँले रेटोरिकको टर्ममा ठुला क्रान्तिकारी कुराहरू है तपाईँले चाहिँ रूपान्तरण बाहेक अरू कुरै गर्नु ट्रान्सफर्मेसन होइन जाने तपाईँ रिग्रेसिभतिर तपाईँले कुरा गर्ने ट्रान्सफर्मेसन त फरवार्ड लुकिङ हो होइन फरवार्ड लुकिङ हो नि ट्रान्सफर्मेसन भन्दा बित्तिकै तपाईँ त चेन्जमा जानै पऱ्यो होइन
भन्दा बित्तिकै सबभन्दा आइरोनिकल कुरा के हो भने इट्स जस्ट लाइक मेस होइन। अब यो यही वर्षकै होइन, अब त्यो यसमा एउटा पोजिटिभ पोइन्ट मैले भन्न यो प्रोजेक्ट ब्याङ्कको जुन कन्सेप्ट हो दिस इज होइन, त्यसमा सबै प्रोग्रामहरू त्यसमा आउने अनि स्क्रिनिङ हुने अनि कार्यान्वयनमा जाने गर्दाखेरि त्यति चाहिँ ठिकै हुनसक्छ। तर अब यो वर्ष नै अब अहिलेका अर्थमन्त्री डेटामेन्टले मोर देन 10,000 प्रोजेक्ट्स त्यो जस्केलबाट ल्याइयो भन्दा बित्तिकै त त्यो विषयमा तपाईँको यो प्रोजेक्ट ब्याङ्कको कुरा गर्दा बित्तिकै यसरी के देखियो भने पहिलो कुरा त जुन जुन अझ मैले त्यहाँबाट फिस्कल ब्यालेन्स मैले यहाँ भन्ने गरेको छु, सबभन्दा त्यो जुन फिस्कल ब्यालेन्स हो त्यो स्यालो हो भन्ने त्यो तपाईँको ट्याक्क अब आइएमएफ वर्ल्ड ब्याङ्कले भने यति पर्सेन्ट राख्नु होला भने 2.5 वा 3% होइन, ट्याक्क त्यही राख्यो त्यो गिभेन होइन। अनि त्यसपछि तपाईँले चाहिँ हिसाब किताब लगाउनु थाल्नुहुन्छ, तर तपाईँले त्यो इन्टरनली इम्बेडेड कि त्यो डिराइभ त त्यही गर्नुहोस् होइन। तर पनि त्यो द काइन्ड अफ स्ट्रक्चरल इन्स्टिट्युसनल प्रब्लमहरू जुन भन्नुहोस् न के सबै अवरोधपूर्ण होइन, जो कस्ट स्क्यालेटिभ होइन, केही मुभै हुँदैन। त्यो हामीलाई थाहा छ प्रत्येक वर्ष 3,000 to 4,000 सिक प्रोजेक्ट्सहरूलाई आषाढको लास्ट विकमा रिन्यू गरिन्छ। पोहोरको तपाईँले हेर्नु होला 3,033 होइन, विकास भन्दा पनि यो त प्रोजेक्ट रिन्यू सिक प्रोजेक्ट्सहरू त्यहाँ अझै आइपुगेकै छैन। अनि सिक प्रोजेक्ट्सहरू चाहिँ नि रिन्यू गरिन्छ। त्यसलाई वाट इट सेज भन्दा बित्तिकै तपाईँले जे कुरा गरे पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट सिस्टम अनि त्यसपछि वर्ल्ड ब्याङ्कले त्यहाँनिर सञ्चालन गरेको फिनान्सियल म्यानेजमेन्ट सिस्टमदेखि लिएर तपाईँले यो मिडियम टर्म एक्सपेन्स सबै कुरा अनि सुधारका कुरा इभेन त्यो धेरै कुराहरू यो अघि मैले भनेको यो उसमा फिनान्सियल प्रोसिड्युर र अनि फिस्कल रेस्पोन्सिबिलिटी यसमा त धेरै राम्रो कुरा 4-5वटा अन्डरलाइन जो चाहिँ कुराहरू त्यसमा राखिन्छ होइन। अन्तिममा चाहिँ पहिलो लास्ट विकमा खर्च गर्नु हुँदैन, ट्रान्सपारेन्ट र एकाउन्टेबल हुनुपर्छ होइन। त्यसपछि अडिटदेखि लिएर वाटमा होइन सबै कुराहरू त्यसमा छ। तर पनि अब त्यो एकमा भएको प्रोभिजनलाई चाहिँ पुरा उपेक्षा गरेर काम जान लाग्छ जस्तो लाग्यो। ठिक छ, कुरा बाँकी छ हजुर। अनि त्यहाँ चाहिँ त्यो प्रोजेक्टको ठिक ढङ्गले स्क्रुटिनी स्क्रिनिङ गर्ने कुरा चाहिँ त्यो त छँदै छैन। अर्कोतिर डाइरेक्ट होइन अरेन्डेड प्रोजेक्ट्सहरू त्यसमा अनि अर्को प्रब्लम छँदैछ। अनि अब यो एनजिओवाला चाहिँ कसरी आउँदैन भने अहिले एक्सपोजिसन युएसए प्रोजेक्ट त्यो इन्टायर त्यो प्रक्रियामा सेलेक्सन प्रक्रियामा चाहिँ गल्ती छ। त्यसो भएर पनि त्यो फिस्कल ब्यालेन्सको कुरा त्यो आफैमा चाहिँ नि त्यो एक प्रकारको इल्युजन दिने मात्रै भयो। बेसिक फन्डामेन्टल रिफर्ममा जानु के हो भने त्यो प्रो सिक्लिकल हुन्छ नि त्यो आइएमएफवालाहरूको एप्रोच चाहिँ प्रो सिक्लिकल हुन्छ। कमसेकम काउन्टर सिक्लिकल भयो त त्यो स्ट्रक्चरल इस्युजहरूलाई तपाईँले चाहिँ हेरेर मात्रै तपाईँले 3% एज ए सेयर अफ जिडिपी डेफिसिट फिनान्सिङ गर्ने हो भने पनि त्यो मैले भनेर बुझ्नुभयो नि त्यो प्रत्येक सेक्टरमा प्रोजेक्ट प्रोग्रामको हेरेर कहाँ कति खर्च भएको छ, किन भएको छैन, किन चाहिँ त्यो कस्ट चाहिँ 8 times 9 times भइरहेको छ, त्यसलाई एक्सर्साइज गरेर कुन राख्ने कुन नराख्ने कुन थप्ने भन्ने बेसिसमा तपाईँले त्यो फिस्कल ब्यालेन्स चाहिँ गर्नु होइन त्यो इम्पोज गर्नुभयो। त्यसले धेरै कुराहरू अर्को चाहिँ एलोकेसन अघि मैले भनिहालेँ यत्रो ठुलो चेन्जपछि पनि तपाईँले प्रोजेक्टहरू सेम छ भन्दा त्यो एलोकेसनको एफिसियन्सी तबसम्म हुँदैन जबसम्म तपाईँको एक्सपेन्डिचर सेन्ट्रिक होइन तपाईँको एप्रोच प्रोजेक्टमा प्रोग्राममा वा नयाँ दिने कुरामा गर्नुहुन्छ र तपाईँले त्यो पर्फर्मेन्ससँग इनपुट आउटपुटको फ्रेमवर्क ढाँचाभित्र हरेक प्रोजेक्ट र प्रोग्रामलाई राखेर जबसम्म तपाईँको रिसोर्स एलोकेसनको इस्युलाई वा आम रूपमा भन्दाखेरि एफिसियन्सीसँग जोड्नुहुन्न तबसम्म चाहिँ तपाईँको के अरे पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्टको अथवा एफिसियन्सीलाई इन्हान्स गर्ने चाहिँ कुरा आउँदैन। र अर्को मेजर भनेर त्यो त जुन पब्लिक एक्सपेन्डिचर पब्लिक फिनान्सियल म्यानेजमेन्टका एफिसियन्सीसँग जोडिएका जुन फन्डामेन्टल्सहरू छन् ती फन्डामेन्टल्सहरूलाई पक्रेर तपाईँले रिफर्म र चेन्जतिर जाने
यो त बटम लाइन होइन। वान अफ द प्रेमाइसेस अफ द चाहिँ नि तपाईँको के हो भन्दाखेरि तपाईँको रिसोर्स एलोकेसनलाई तपाईँले कसरी एफिसियन्ट बनाउनुहुन्छ भने हामीले अघि सुरुमा भने 100वटा प्रोजेक्ट छ भने पनि होइन त्यसमा कुनलाई त्यो बढी एफिसियन्ट हुन्छ। एफिसियन्ट भन्दा बित्तिकै पनि कतिपय कुराहरू जस्तो शिक्षा त्यसको छुट्टै ट्रिटमेन्ट होला, स्वास्थ्यको छुट्टै होला, इन्फ्रास्ट्रक्चरको छुट्टै होला। यस्तोमा पहिले त्यो सेयर प्राइसिङदेखि लिएर सारा हेर्ने चलो पहिले अहिले त त्यो पनि त्यो स्ट्यान्डर्ड छ, टेक्निक पनि छैन भन्दा बित्तिकै त्यो एलोकेसन एफिसियन्सीको एट द प्रोजेक्ट लेभल, प्रोग्राम लेभल, सेलेक्सन लेभल चाहिँ त्यो चाहिँ गरिँदैन। र अब अपरेसनको कुरा त अपरेसनल इफिसियन्सीको कुरा त मैले भन्नै पऱ्यो, किनभने आज छापामा आइरहेको छ भन्दा बित्तिकै अब त्यो तपाईँको होल बजेटरी सिस्टम इज ट्रेडिसनल। मैले त यो बजेटरी सिस्टमै भएन भन्ने गर्छु, कतिपय कोर्ट पनि मैले भने तपाईँले इफ यु लुक इन्टु कम्पेयर द स्ट्यान्डर्ड बजेटरी सिस्टम इन विच तिनवटा तपाईँको इम्बेडेड हुनु पऱ्यो, जसमा चाहिँ फिस्कल ब्यालेन्सलाई पनि यो नौटङ्कीको हिसाबले होइन होइन ड्रामाको टाइपबाट, अनि त्यसपछि एलोकेसन एफिसियन्सीलाई पनि तपाईँले इन्स्योर गर्नु पऱ्यो। अझ मोर इम्पोर्टेन्टली के हो भनेदेखि तपाईँको यो अपरेसनल एफिसियन्सी, त्यसको सम्बन्ध पब्लिक एक्सपेन्डिचर म्यानेजमेन्ट, पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट। जति बेला तपाईँले बजेट बनाउनुहुन्छ पुरा एक्सपेन्डिचर ड्रिभेन, यी बेसिक प्रेमाइसेसहरूलाई तपाईँले छोड्नुहुन्छ। ल एकछिनको लागि बजेट ठिकै ढङ्गले आयो भनेर भन्नुभयो भने पनि फेरि आएर चाहिँ तपाईँको इम्प्लिमेन्टेसन प्रब्लम छ। यद्यपि अहिले मैले नौटङ्की नै भन्ने गरेको छु, जुन यो कन्ट्र्याक्चुअल एरेन्जमेन्ट छ नि त्यो कुरा नौटङ्की। प्रधानमन्त्रीले मन्त्रीसँग गर्ने, मन्त्रीले सचिवसँग गर्ने, सचिवले तपाईँको चाहिँ विभागसँग गर्ने, स्टेसन के अरे स्क्यान्डिनेभियन कन्ट्रीहरूमा प्रोजेक्ट लेभलमा चाहिँ रहेछ। प्रोजेक्ट लेभलमा गर्ने कुरा टु सम एक्सटेन्ट द्याट इज जस्टिफाइड। अब त्यो खालि देखाउने मात्रै। अब फेरि यो देखियो नि हामीले त 8-10 वर्षदेखि आइरहेको छ, यो त इज जस्ट लाइक जिरो सम गेम भन्दा बित्तिकै त यसको कुनै उपाध्यायता छैन भन्ने कुरा देखियो, क्या देखाउन मात्रै भन्ने देखियो। अपरेसनल एफिसियन्सीको कुरा चाहिँ सबभन्दा अझ प्रब्लमेटिक होइन। त्यो माथि के हो भने एउटा रोबस्ट वर्क प्लान बनाउने, त्यो बिल्टिन हुनु बजेट प्रिपेरेसन होइन। त्यो यस्तो तपाईँको वर्क प्लान एट द सेम टाइम एक्सन प्लान, त्योभन्दा बित्तिकै तपाईँले प्रोक्युरमेन्ट प्लानिङ, त्यो प्रोक्युरमेन्ट प्लानिङ भन्दा बित्तिकै तपाईँको जग्गाको कुरा आउला, सिमेन्ट कति चाहिने कुरा आउला, अथवा के चाहिने होला, होल कहिले बिडिङ गर्ने कुरा, त्यो पहिले इन एडभान्स त्यो प्रिपेयर गरेर अनि डे 1देखि साउन 1 गतेदेखि ठोस रूपमा कार्यान्वयनमा जाने। र त्यसमा जाँदाखेरि पनि अघि अर्को महत्त्वपूर्ण कुरा के हो भने अघि मैले त्यो बजेट र रेभेन्यू एक्सपेन्डिचर अर्को भेरी पपुलर चाहिँ र विच इज मच मोर रेबस भने के हो भने मिडियम टर्म पर्फर्मेन्स मोनिटरिङ सिस्टम, त्यो बिल्टिन हो। तपाईँको त्यो भने के हो त भन्दाखेरि तपाईँले कहाँ कहिले एवार्ड गर्ने, कहिले हो, कहाँ कति बेला कार्यान्वयन गर्ने हो होइन, त्यो बेसिक इन्डिकेटर्सहरू बनाएर अनि त्यसपछि आएर 1 महिना 2 महिना 3 महिना होइन, अनि कुन लेभलमा चाहिँ मोनिटरिङ गर्ने हो, त्यो मोनिटरिङ गर्ने र अनि त्यसको व्यापक रूपमा डिस्ट्रिब्युट। अर्को इम्पोर्टेन्ट यहाँ त बजेटको बेलामा हाइफाई तामझाम गरेर चारा सुनाउनलाई यहाँ यो बाटो ल्याए यो गरेर पोलिटिसियनलाई गर्नको निम्ति चाहिँ ल्याइन्छ, त्यसपछि कहाँ के भयो भन्ने कुराको नोबडी त्यसबाट हुनाले रेगुलर डिस्ट्रिब्युसन, ट्रान्सप्यारेन्सी एट द सेम टाइम चाहिँ तपाईँको पर्फर्मेन्स बजेटिङसँग जोडेर के अरे पर्फर्मेन्स मोनिटरिङ सिस्टमलाई इन्ट्रोड्युस गरेको भए हुन्थ्यो। नभए चाहिँ सबभन्दा वर्स पार्ट हो। अरूको त कुरै छोड्नु, प्राइभेट प्रोजेक्टकै हामीले जुन अवस्था र स्थिति छ त्यो चाहिँ एकदमै चाहिँ तपाईँको ज्यादै समस्यामूलक छ। र त्यसभित्र थुप्रै ट्रान्सफर मैले पढ्दै थिएँ अस्ति 8 महिनासम्ममा करिब 8 अरबको चाहिँ ट्रान्सफर। अब त्यो वर्षको अन्तिममा ट्रान्सफर त कति भन्ने कुरा त्यो गइसकेको छ। अनि त्यसपछि ब्याकडोरबाट विभिन्न प्रोजेक्ट्सहरू थप्ने कुरा कति छ। र अझ मैले भनेको यो मल्टियर प्रोजेक्टको जुन छ नि यसलाई यस्तो तरिकाले दुरुपयोग गरियो होइन। अहिले अवस्था के छ थाहा छैन, डाक्टर प्रकाशले त पो कति 6 अरब चाहिने उसको के अरे भौतिक पूर्वाधारको चाहिँ तिर्न पर्ने लायबिलिटी छ भनेर भन्नुहुन्थ्यो होइन। ठेकदारहरूले कति 60 कति हो, त्यसमा पनि सरकारले भनेर उनीहरूले भन्ने चाहिँ फरक छ।
भन्दा बित्तिकै तपाईँको त्यो मल्टियर इन द नेम अफ पोहोर पनि हामीले अलिकति छलफल गरेका थियौँ भन्ने विच इज एनदर भेरी डिस्टोर्टेड मल्टियर भनेर बनायो अनि अर्थ मन्त्रालयसँग रिसोर्स एस्योरेन्स लियो अनि ठेक्का दियो अन्धाधुन्द त्यसको चाहिँ लाइब्रेरी कहाँ कति भएको छ भन्नेसँग पनि मतलब अब यो रिसोर्स एस्योरेन्सले पनि अर्को चाहिँ ठुलो समस्या चाहिँ ल्याइरहेको चाहिँ स्थिति छ। त्यसरी भन्दा बित्तिकै त्यो मिनिमम एउटा ढाँचाभित्र मिनिमम चाहिँ एउटा डिसिप्लिनभित्र बसेर चाहिँ तपाईँको यो बेसिक मिनिमम बजेटका एक्सपेन्डिचर त्यससँग अझ जोडेर एफिसियन्सीसँग चाहिँ गर्नुपर्ने कुरा चाहिँ गरिएको छैन र अझ एलोकेसनको हिसाबले मैले त्यो स्टडीमा हुन्छ। अब यो यस्तो भएछ कि यो सबै नभएका कारणले स्वेच्छाचारी एक्सपेन्डिचर ड्रिभेनका कारणले के हो भने यो एडमिनिस्ट्रेटिभ प्रकृतिको खर्च चाहिँ अब यो 10-15 वर्षमा 18-19%बाट 42-43 पुग्यो एज ए सेयर अफ द टोटल एक्सपेन्डिचर होइन टोटल एक्सपेन्डिचर होइन। अनि त्यसपछि शिक्षामा 21बाट झरेर अब अहिले 10-11मा झरेको छ होइन। स्वास्थ्यमा घटेको छ। अब इभन इकोनोमिक एफियर्समा विच इज कोर इन्भेस्टमेन्ट भन्छ नि इकोनोमीको प्रोडक्टिभ कपासिटीलाई इन्हान्स गर्नु त्यसको पनि यसरी बेपत्ता घटेको छ। सोसल सेक्युरिटीको बढाएको छ होइन। त्यसलाई त टार्गेटिङमा जानु भन्दा हामीले चिच्याइरहेको छौँ वरिपरिदेखि बाहिरपट्टिदेखि भन्दा बित्तिकै त्यो यसको त्यो ठोकिएर होइन यो जुन किसिमको यो डिस्टोर्सन भन्नु कि अब यो सिस्टमै छैन जुन किसिमको सिस्टम छैन। अब यसले गर्दाखेरि पनि के भयो भने देयर इज बिग ग्याप बिट्विन तपाईँको एलोकेटेड एक्सपेन्डिचर एन्ड देन तपाईँको एक्चुअल एक्सपेन्डिचर करेन्ट एक्सपेन्डिचर हुने तर क्यापिटल एक्सपेन्डिचर नहुने मैले हेर्दै थिएँ। अनि त्यसपछि आएर अहिले त अझ फिनान्सिङ द वे फेरि अर्को यो बिचमा तपाईँको ऋण बढी लिने होइन यो ऋण बेपत्ता ऋण लिने चाहिँ आइरहेको छ। अनि यो वर्ष त हिस्टोरिकल ऋण लिने अहिलेसम्मको अवस्था हिस्टोरिकल अस्ति मात्रै कति 4 खरब कति 3 खरब कति भनेर होइन लिइसकेको अलरेडी हजुर। यसरी चाहिँ तपाईँको त्यो डेप्ट सर्भिसिङ डेप्टको लाइफ लिनुपर्ने अनि त्यसपछि आएर एब्जर्भ जहिले पनि क्यापिटल एक्सपेन्डिचर 65-70% होइन। अब यसका धेरै रेमिफिकेसन पछि छलफल गरौँ होला यसको रेमिफिकेसन के हो होइन। तपाईँले राखेको टार्गेट र अनि तपाईँले जुन किसिमको चाहिँ तपाईँको 65-70 हुन्छ त्यसको अन्तर्सम्बन्ध के होइन। अनि त्यसपछि अर्को ठुलो डिस्कसन के हो भने मिड टर्म अथवा मिडियर रिभ्यू गरेर अनि अन्धाधुन्द रूपमा चाहिँ आफ्नो स्वेच्छाचारी ढङ्गले चाहिँ तपाईँको बजेटमा चाहिँ रिभिजन गर्ने यी सबै कुराले चाहिँ तपाईँको एफिसियन्सीलाई चाहिँ बढो अठारो पारेको छ। त्यसो भएर पनि मलाई लाग्छ अब 4-5वटा खालि पोइन्ट मात्रै भनेको त्यसपछि छलफल गरौँ। पहिलो कुरा चाहिँ के हो भने यो इन्टायर चाहिँ इन्स्टिट्युसन्सहरूको भूमिकालाई पनि फरक ढङ्गले अनि जुन किसिमको पोलिसीगत डिरेक्सन र एप्रोचमा जुन इन्टायर एप्रोच चाहिँ खर्च गर्नुपर्छ यसमा चाहिँ नि रिभ्याम्प नै गर्नुपर्ने छ। अनि मैले भनिहालेँ 3-4वटा मिडियम टर्म फ्रेमवर्क त्यो चाहिँ बनाउने र मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्कलाई चाहिँ एकदमै होइन त्यसको जुन हिसाबले त्यसलाई चाहिँ हामीले अनि पर्फर्मेन्स बजेटेड सिस्टम त कुनै हालतमा लागू गर्नुपर्ने एकदमै जरुरी र आवश्यक छ। त्यो नभयो भने हामी कुनै बेला दुर्घटनामै पर्छ कि भन्ने खतरा विषय। त्यस भएर पनि अलिकति सिस्टमिक इन्स्टिट्युसनल पोलिसीगत रिभ्याम्पिङ रिस्ट्रक्चरिङको कुरामा एकातिर जानुपर्ने छ भने इमिडिएटली हो भन्यो भनेदेखि त मैले त भन्दै आएको छु अहिले त्यही दोहोऱ्याउँछु करिब 3 खरब मलाई दिनुहुन्छ भने म 3 खरब रुपियाँ निकाल्छु सेभ गर्नु खर्च गर्नु किन फेरि मान्छेहरूलाई अलिकति रिकरिङ मात्रै हो क्यापिटलमै 50-60% प्रोजेक्टहरू काम नलाग्ने खालको अनि भएकालाई पनि तपाईँले रिस्ट्रक्चरिङ गरेर त्यसलाई रिजल्ट ओरिएन्टेड गर्नु र अनि पब्लिक कर्पोरेसनहरूमा जसरी पैसा गइरहेको छ त्यहाँ पनि कन्ट्रोल होइन। अनि सोसल प्रोटेक्सनलाई टार्गेटेड गर्नु
त्यो सबै गर्नु हो इफ यु मेक होइन भेरी स्ट्रङ चाहिँ कमिटमेन्ट र चाहिँ ड्राइभ गर्नुभयो भने तपाईँ 3 खरब रुपियाँ चाहिँ तपाईँले त्यसबाट सरप्लस गर्न सक्नुहुन्छ अनि देन तपाईँले त्यसमा ह्युमन रिसोर्स डेभलपमेन्ट र अनि ह्युमन क्यापिटल र अनि अर्को कोर क्यापिटल इन्भेस्टमेन्टमा चाहिँ अहिले त 4.5 खरब करोड पर्छ भनेको है मैले 3 मात्रै हो 3 खरब 4 प्लस जस्तो लागेको छ है 3 खरब मिनिमम 3 खरब मिनिमम त्यसैले अहिले अब यो अवस्थामा चाहिँ के हो भने खर्च व्यापक रूपमा कटौती गर्ने अनि क्यापिटल एक्सपेन्डिचर ह्युमन रिसोर्सले चाहिँ पैसा बढाउने र मोर फोकस्ड अहिलेदेखि नै वर्क प्लान एक्सन प्लान बनाएर ठ्याक्कै लागू गर्ने गरेको ओभरअलमा चाहिँ के हो भने द काइन्ड अफ त्यो क्रेडिबिलिटीको जुन किसिम संसारमा बजेट भनेको सबभन्दा क्रेडिबल होइन मान्ने चलन भनेपछि यहाँ सबभन्दा अविश्वास पनि बजेट हुनै सक्ने हुन्छ त्यसैले क्रेडिबिलिटी बिचबिचमा आएर चाहिँ त्यो छिराउने त्यो पनि भयो कम्प्लेन र अर्कोतिर तपाईँले प्रेडिक्ट गर्न सक्ने तपाईँले अघि बजेट बनाउनु हो त्यो प्रेडिक्ट गर्नु सक्छ त्यसो भएपछि तपाईँले जहाँ लक्षित गर्नुभएको छ इन्टेन्स टार्गेट राख्नु भएको छ त्यसलाई पुरा गर्ने गरेर तपाईँ जान सक्नुहुन्छ तपाईँले अझ त डिस्टोर्ड भयो कम्प्लिटली डिस्टोर्ड हुन्छ त्यस हिसाबले र एभोभ अब यो सबै कुराको चाहिँ भनेको त्यो पोलिटिक्ससँग ठोकिने कुरा त्यो भनेको ट्रान्सपारेन्ट र एकाउन्टेबल अनलेस यो ब्युटी हाम्रा ओभरसाइट इन्स्टिट्युसन्सहरूको इफेक्टिभनेस बढाउने र अनि यो तपाईँले जुन ठोस रूपमा ट्रान्सपारेन्ट र एकाउन्टेबल सिस्टम बनाउनु भएको हुँदैन त्यसैले मैले अहिले एक ठाउँमा पनि बोलेँ आज दिएको कुरा यहाँ यो फिनान्सियल प्रोसिड्युर र यो फिजिकल रेस्पोन्सिबिलिटी जस्तो एक्ट चाहिँ अब मन्त्रीहरूले त्यो खालको एक बनाएर मन्त्रीहरूको पनि रेस्पोन्सिबल कानुन नै त्यो सिस्टममा जानुभयो भने केही इन्क्रिमेन्टल इस्यु आएर अदरवाइज चाहिँ यो जिरो सम गेम जस्तो भनेर एकदम यसले नै ठुलो भोलि बिहान क्राइसिस निम्ताउने अझ गिभेन द एक्सटर्नल हामी के भन्यो गिभेन द एक्सटर्नलमा एट स्टेट होइन ओडिएदेखि लिएर सारा स्टेट छ त्यसो भएर पनि द काइन्ड अफ इस्यु द्याट वी हेभ एट डिस्पोजल एफिसियन्सी इन्हान्स गर्नुतिर जानु भयो यसले ठुलो क्राइसिस यही कारणले चाहिँ एउटा क्राइसिस निम्ति नै एउटा स्थिति हुनसक्छ भन्ने यति कुरा म चाहिँ यहाँ राखेर ओके धन्यवाद प्रसाद यहाँको यो आफ्ना विचार अनुभवहरू र